हेलो नमस्ते, म हुँ अभिराज राई। यति बेला चाहिँ म रमाइलो सोलुखुम्बु च्यानलमा नभएर यहाँ हाम्रो एकजना काका हुनुहुन्छ, उहाँको चाहिँ यो च्यानल हो। उहाँको नाम आङदावा शेर्पा रहेको छ। उहाँलाई फलो गरेर अथवा युट्युबमा चाहिँ यो आफ्नो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हामी चाहिँ यति बेला यति धेरै सुन्दर ठाउँमा आइपुगेका छौँ। नागथली, यो चाहिँ रसुवाको नागथली भन्ने ठाउँ चाहिँ यति धेरै राम्रो रहेछ। ए ल हेर्नुहोस्, उहाँ आफै हिँड्दै हुनुहुन्छ। यो नागथलीको विषयमा काका अलिकति भनिदिनुहोस् न थोरै। अब नागथलीको अब यहाँको भ्यू, अब मौसम क्लियर भयो भने, वेदर क्लियर भयो भने एकदम सफा देखिन्छ। हजुर हजुर, पुरा राउन्ड नै हिमाल देखिन्छ। हो है, पुरा राउन्ड नै हिमाल देखिन्छ। अब वेदर ठिक नभएपछि के देखिन्छ र? त्यही त। अनि यहाँ माथि गयो भने के भन्छ, गुरुरिम्पोटेको ओबन छ। हजुर हजुर, मन्दिर छ। अनि अब त्यति त मलाई यहाँको त्यति त थाहा छैन। हजुर हजुर, म पनि यहाँको परेन। हजुर हजुर। ल त्यही हो, यतिको आजको खोलेको मौसम चाहिँ यस्तो रहेको छ। हेर्नुहोस्, यो आङदावा शेर्पा च्यानल चाहिँ सब्सक्राइब गरेर भिडियो हेर्न सक्नुहुनेछ। अर्को भिडियोहरू हाम्रो आउँदैछ। यो डाँडामा नि जान्छौँ हामी। यो डाँडामा नि हामी पुग्छौँ। त्यहाँ ओ माथि चाहिँ हाम्रो भाइ बहिनीहरू पुगिसकेको छ। यो बाटो घुम्दै जानुपर्ने हामी।